हेलो गाइज गुड मर्निङ आज चाहिँ हामी के भन्छ अरे ओरिएन्टेसनको लागि गएको थियो। अस्ति पनि गएको थियौँ है, तर हाम्रो चाहिँ त्यो एक्चुअलको लागि हाम्रो लागि रहेन रहेछ। आज चाहिँ हाम्रो नेपाली स्टुडेन्टहरूको लागि मात्र छुट्टै ओरिएन्टेसन क्लास छ, त्यसको लागि हामी आज जाने हो। के हुन्छ म देखाउँछु। आज मात्र घाम लाग्यो नि यस्तो राम्रो छ। अब पार्कमा गएर घाम ताप्ने। ओके लेट्स गो गाइज। हामी पार्कमा गएर नि यहाँ आफ्नो अपार्टमेन्टमा आएर साथीहरूलाई कुर्दै खाऊँ। अझै आएन, दुला भइबसेछ के अरे, दुला जस्तो टाइम लगाइसक्यो कि। गुड मर्निङ, वेलकम माई लिटल ब्रदर। घिउ दिन्छन् मेरो भाइले। आऊ न यहाँ आउनु पर्यो। के भन्छ अरे के अगाडिपट्टि यस्तरी आए। कोही आए। अब हामी जान्छौँ। आउनेहरू आउँदै गर्छन्, बिस्तारै हामी छोडेर जान्छौँ। म त हजुर आऊ न, कहाँ छुटाउनु मेरो मुटुलाई। हाम्रो उसलाई देखाइदिनु आउँछन् मेरो दिपा बहिनी अनि अर्को सङ्गीता के अरे खड्का। मैले कोट लाउन बिर्सेँ, कोट लाउँछु। सबले कोट लगानु, म नि कोट लाउने भनेर फर्केको। सबले कोट लगाएको देखेर गाइस म नि कोट लाउन गयो। कोट लाएर आएँ। कत्रो टाइम लाग्यो हौ। खै आऊ यहीँ कुरेर छन्। कति स्विट हेर त, कस्तो नराम्रो आएको। लाइट पनि नराम्रो आयो। नाइस। हामी जाँदै हामी युनिभर्सिटी गफ गर्दै गफ सुन्दै यिनीहरूको वहाँ गएर बसे कति हो 9, 10, 11, 12, 1, 2, 3, 6, 7, 8 घन्टा। आम्मामा त्यत्रो घन्टा हामी त्यत्तिकै बस्ने हो गएर। लेट्स सी युनिभर्सिटी आए। युनिभर्सिटी आइपुग्यो हामी। बस युनिभर्सिटी, बुसान युनिभर्सिटीको बस। यहाँ चाहिँ म यत्रो उकालो दिँदिनँ चाहिँ चढ्दिनँ है गाइस, सरी। हामी लिफ्ट चढेर वेयर लिफ्टमा चढेर हामी दिनदिनै सक्दैनौँ नि हिँड्न। ओके होइन कति छिटो चल्छ यहाँको लिफ्ट। ओरिएन्टेसनको लागि ओरिएन्टेसन क्लास भनेर क्लास पढेर आएँ। सबले जोड्दैन जतिले लाने। जाऊ कस्तो छ नि अन्डरग्राउन्ड पुरा। यो अन्डरग्राउन्डमा चाहिँ जाँदैछौँ हामी। गाइस युनिभर्सिटीको सियुमा खाजा खानाको लन्च ब्रेक भएर हामीसँग क्यास मात्र छ। त्यो क्यास त चल्दैन अरे। के चाहियो? कार्ड। कहाँबाट ल्याउनु कार्ड? अनि कस्तो नाइस छ फाउन्टेन। कस्तो यो साउन्ड सुन्दा आनन्द लाग्यो। दिस इज बिल्डिङ कत्रो। हामी यहाँ बसेर वी आर इन्जोइङ कफी। कफी। अब हामी फेरि ब्याक टु ओरिएन्टेसन क्लासमा जोइन भएर पढ्ने। के भयो भनिदेऊ। लिफ्टमा गयो त्यो जुन ठाउँमा चढेको थियो फेरि लास्टमा त्यही ठाउँमा आइपुगिरहेको क्या। लिफ्ट मुस्किल छ यहाँ। नजानेपछि जहाँबाट चढेर गएको थियो त्यहीँ माथि पुग्यो। कति चिसो हो भित्र त। हिटर लगाएको भएर तातो भएको थियो डेन्जर त। त्यत्रो ओरिएन्टेसन क्लासमा बसेर पाएको यही हो। तर यसमा के छ, 1 रुपियाँ छैन। वी हेभ टु लोड मनी। हामीसँग अलरेडी हो नि किन लोड भइसक्यो के पैसा हाल्दा गर्दिनँ म। आई डोन्ट वान्ट टु डु। अब हामी सिधै घर जान्छौँ। घर वी आर हेडिङ टु फेरि आजको उयो नि पानी पर्ला जस्तो भयो गाइस। कति राम्रो हाम्रो युनिभर्सिटी। गाइस भोकले बिहोस हुन आज त भात नखाइकन कफी मात्र खाएर आएको। लुक सी इज भेरी भेरी हङ्ग्री। हङ्ग्रीको पनि
त्यो हुन्छ नि सीमा लागिसक्यो कि छैन कस्तो भोक लाग्यो पेट दुखिसक्यो नि खाने त्यत्तिको कफीको हरले हिँड्छौँ हामी टुई टुई जहाँ मस्त सुत्न पाइन्छ भनेको 9 बजेदेखिबाट ओरिएन्टेसन कस्तो ओरिएन्टेसन प्रोग्राम होला वा हलमा लोरा क्लासमा लोरा ट्राफिक रुल्सहरू सिकाउनु भयो ठिकै हो तर त्यो त होइन हामीलाई चाहिने कुरा तर एउटा कुरा चाहिँ के भन्दा के सिकाउनु भयो हामीलाई के अरे इन्डस्ट्रीमा काम गर्दाखेरि रे हामीलाई पो अनि काम गर्न पाइँदैन भन्ने अनि त्यस्तो सिकाएर त के गर्नु हामी भने नबुझेको कुरा त्यो पछि वर्क पर्मिट लिएपछि काम गर्न नि इन्डस्ट्रीमा त पाइँदैन होला अभियसली इन्डस्ट्रीमा त कसले दिनु त्यही भनेर त अनि त्यत्रो घन्टा ओ माई गड तिमीले मलाई झोला झुन्डाइदिएको ठिकै छ ओके भोका लाएर बिहोस हुन थाको अवस्था किन न रनिङ गरेको अब हामी दुब्लाउँछौँ सन्चिता दुब्लाएर स्लिम हुने भयो अब मैले अब दौडाउँछु हो त दुब्लाउनु परेन दुब्लाउनु मलाई यहाँ छैन मलाई सिर्फ खाजा खानु छ यहाँनिर ब्लड प्रेसरै कम भइसक्यो साथी त्यस्तो नभन न साथी कस्तो भयो खाना नपाएर रूप रङ उडिसक्यो उसको नि मेरो पनि गाइस हामी यहाँ जेब्रा क्रसिङ ग्रिन लाइटको लागि वेट गर्दैछौँ ग्रिन लाइट भएपछि मात्र जाने नत्र उनीहरूले के गर्छ सिसिटिभी क्यामेरा लिएर सिधै घरमा फाइन तिराउनु लाउँछ सिधा फाइनको बिल आउँछ अनि के गर्नु त्यो जहिले यही बाटो गाइज अब हामी हाम्रो अपार्टमेन्ट आउन लागिसक्यौँ भोकले रन थाल्ने यो पर्सन कस्तो मन लागिरहेछ आज त नि घाम पनि लागेन भारी भइरहेछ के गाइज एकदम भारी कपाल त जहिले यतिकै मेरो जुन भिडियोमा पनि कपाल उडाएको हुन्छ दुइटैको त्यस्तै अब अपार्टमेन्ट आउन लागिसक्यो गाइज आइम गोना इन दिस भिडियो हियर ओके Okay guys, thank you for watching my vlog. Till the end, please do subscribe, like, comment, share. Okay, bye.